हजुर चाहिँ यो स्कुलको व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ। यो स्कुललाई चाहिँ पुरा म्यानेजमेन्ट गर्न के चाहिँ पोजिटिभ अहिलेसम्म महसुस गर्नुभएको छ र के चाहिँ नेगेटिभ एस्पेक्टहरू एज अ गभर्मेन्ट होस्, समुदाय होस्, गार्जियन होस्, एज ए होल एउटा समेटेर एउटा सानो। सर्वप्रथम के छ भने कि म अहिले कार्यवाहक अध्यक्ष छु, जानकारी गराउन चाहन्छु। कार्यवाहक अध्यक्ष छु र यहाँले जुन प्रश्न गर्नुभएको छ स्कुलको र यो इक्जामको, एसई इक्जामको, यसमा सरकार पक्ष र समिति के भन्छ हाम्रो स्कुलको व्यवस्थापन समिति, म यहाँलाई के भन्न चाहन्छु भने कि हाम्रो समितिले र खास गरी यो समाजबाट चल्ने स्कुल हो र सामुदायिक स्कुल भएकोले हामीले समितिको तर्फबाट यस स्कुललाई अझै राम्रो गर्नलाई हामीले धेरै प्रयास गरेका छौँ र सर्वप्रथम त्यही प्रयासको क्रममा मर्यादित रूपमा इक्जाम होस् र मर्यादित परीक्षा होस् भन्नेको लागि हामीले यो स्कुलमा सीसी क्यामेराको जडान गरेका छौँ र आउने भविष्यमा हामीले यस सीसी क्यामेरालाई क्लासरुममा पनि हामी राख्नेछौँ। अहिले हामी बाहिर र हामी ग्यालेरीदेखि लिएर सबै ठाउँमा लगाएको छौँ। 16वटा सीसी क्यामेरा जडान भएको छ र जहाँसम्म हाम्रो स्कुलको सबभन्दा गर्ने हो भने केन्द्र अध्यक्ष हाम्रा यस स्कुलका प्राचार्य बलराम शाहजीले राम्रोसँग आफ्नो दायित्वलाई निर्वाह गर्दै हुनुहुन्छ र सरकार पक्षबाट पनि हामीले जुन पाउनुपर्ने सहयोग र अपेक्षा गरेको छौँ त्यसमा हामीले कहीँ न कहीँ अलिअलि हाम्रो मनमा अलि कम जस्तो मैले महसुस गरेको छु। जुन हाम्रो सरकार पक्षबाट हुनुपर्ने थियो त्यसमा अलि कम छ र यसमा अहिले हामीले के बुझेको छौँ भने धनुषा जिल्लामा जिल्ला शिक्षा कार्यालयबाट हाम्रो स्कुललाई जस्तो कि हाम्रो स्कुललाई अरू स्कुलहरूमा धेरै बजेटहरू दिएका छन् तर हाम्रो स्कुललाई यस वर्ष अहिलेसम्म केही पाएको छैन यस्तो बजेटहरू र यसका लागि हामी प्रयासरत पनि छौँ र हामी चाहन्छौँ कि यो इक्जाम अझै मर्यादित होस् र व्यवस्थित होस् भन्ने म यहाँलाई जानकारी गराउन चाहन्छु। धन्यवाद सरले चाहिँ एउटा सानो एउटा प्रश्नमै समस्त कुरालाई समेटिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सेन्चुरी टाइम्ससँग कुरा गरिदिनुकोमा धन्यवाद व्यक्त गर्छु। यहाँलाई पनि धन्यवाद छ, यहाँ आएर जुन हाम्रो स्कुललाई र यस समाजको यो सामुदायिक स्कुललाई आफ्नो राष्ट्रको तेस्रो अङ्गको रूपमा जुन यहाँले हेरिदिनु भएको छ त्यसको लागि यस समितिको तर्फबाट र यस विद्यालयको तर्फबाट मुडी धन्यवाद दिन चाहन्छु। धन्यवाद।